सेवा नमस्ते हवा साथीहरू म चाहिँ अब बारीमै आएर भ्लग स्टार्ट गरिसके साथीहरू मेरो दिनचर्या चाहिँ कसरी बित्दैछ भनेर हेर्दै गर्नुहोला म चाहिँ तपाईहरुलाई देखाउने नै छु अनि मेरो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला साथीहरू अहिले चाहिँ मेरो दिनचर्या हेर्नुहोस् है के गर्छु भनेर तपाईहरुलाई यसरी भिडियो मार्फत देखाइसकेको छु साथीहरू मकै खुसियानका ढौराजिनका उसको अन्य भाषाका ढोकमा भन्छ उसले भोकमाउलाई बुढेसकालमा पनि खन्नु पर्दैछ है दाजुले गोमा हजुर बुढेसकालमा पनि खन्नु पर्दैछ हैन पर्दैछ नि खन्नु पर्छ दाजु एटेरीको अनि अनि तपाईँ नै हो जेन्जी साँच्चीकै तपाईँको घरको त तपाईँ नै हो जेन्जी सबै छैन नि तपाईँ नै भएर त यत्रो थामी राख्नु भएको छ जो गल्नु भयो खन्दा खन्दा गरेर होटाङको नै कान्ची ओडा उछिना भितडा नानगाङ थुन्याङ परेछ मुङका होटाङ उन धाडा टुवा दे ông đã được उन डडाला टुवा फुफू पनि गल्नु भयो होला man hồi dung ăn cả là छोरा पनि गल्नु भयो होला एकछिन तपाईको नि ढाड तेर्साउनु tiền xem mông nha काम पान्ता मात्रै बोलेर कोही त भने पर्वते पनि बोल्नुपर्छ नि त्यही त हाम्रो फुफू जति नै नसक्ने भए पनि खन्छ डङ्की डङ con đốt ngang cả là bé xì अनि ok बुढेसकालको जोस जाँगर हेर्नुहोस् है bé xì đốt ngọc đi हाम्रो भक्त गाना जेमा सासू त्यसले त बोजू भन्थ्यो अनि झन्डै काँडाकोमा जान्थ्यौँ हामी खुब तास खेल्थ्यौँ बाख्रा टिउरी उहाँहरू बाखा टिउरी पनि साह्रो टासेवाले हो अनि सामतिरै हो गएँ अनि भन्नुभयो नाच्यो भन्नु हजुर बोजू आज देन्तिका साथी सिया भन्नुभयो हजुर बोजू भन्छु यो साल भने कतिको आलु फल्यो भनेर चाहिँ भन्नुभएको आइतङ साकी देन्तिका सिया सिया भनेको यो साल कतिको आलु फल्यो भनेर चाहिँ सोध्नुभएको रहेछ आफ्नो भाषाबाट म चाहिँ नबुझेर हजुर हजुर मात्रै भन्छु अनि झन्डै काहीँलाई बुढोले को होइन आमाले यो साल कतिको आलु फल्दैछ भनेर भन्नुहुँदैछ त्यो भक्ति ए बोजू अलिअलि फल्यो भने नि सकिसकेपछि बल्ल तल्ल सक्यो होइन यो गरा चाहिँ सक्यो मरेर मरेर आज अब चाहिँ जिउँदैछौँ अब चाहिँ हामी खाजातिर लाग्छौँ कुहिरो पनि यस्तरी कुहिरो हिँड्दैछ कि कुदकुद कुहिरो भन्थ्यौँ उहिले कति बेला कुहिरोले झारिदिन्छ नाङ्लो नाङ्लो ठट्टाइँदैन भनिन्थ्यो भोलि पनि सकेछौ कहिले त्यस्तो उ गरिन्थ्यो अनि त्यो डोकोहरू खाजाहरू ल्याउनु हाम्रो खाजा आजको खाजा सकियो है गङ्गाकामा खानु खानु बाँकी छ दाजुको खाजा रोटी खै मेरो गिलास त रक्स लिन्थ्यो कुनै लुलुलु हम हम खाजा खाजा रक्स लिन्थ्यो यहाँ पैसा पनि त्यहीँ रहेछ खोइ कसको कुकुर हो हामी मेलोतिर छौँ मेलोतिर आइराखेको छ के चाहिँ हेरेको होला त्यसरी यो कुकुरले उकालो आकाशतिर हेर्छ त नि यसलाई बिथा त लाग्दै छैन यसरी हजुर
होइन यहाँ छैन कुहिरो काँध बस्यो लेखको भनाइ चाहिँ कुहिरो काँध बसेपछि पानी पर्दैन अरे। पहिलाको त्यस्तो हुन्छ पनि अझ त उल्टा समय छ के गर्नु। कुहिरोले मुद्दै होला मास्तिर मासतिर। होइन अब परेलामा सब पानी पानी हुन्छ। अनि दाजु चाहिँ घाँस टनाटनी बोकेर जाँदै हुनुहुन्छ है। हामी चाहिँ यहाँ खाजासाजा खाएर पनि अब बङ बङै खन्दैछौँ। चाहिँ कोदाली र पन्जा। थप्पाहरू खाँदेर त अलिकति जान्छ नि। तिमीले पनि एउटा खाली उमा चक्क नुन फिका भएर अनि अर्को त्यसैमा अलिकति खाँदेर लगाउ न, धेरै जान्छ नि। हल्लाएर हल्लाएर खाँदेर हल्लाएर त्यसो पार्दा हो। अनि छिट्टो जाँदाखेरि भोलखाडे भन्थ्यो सेलमेबाट गोरा पान्दारेबाट उतापट्टि बसिन्थ्यो, त्यहाँबाट सावाडी हुँदै खाँदाखेरि चाहिँ दाजुहरूको गफै यस्तो गफ जाँदैछ कि दाजुहरूको। यसरी मकै खाँदैछौँ हामी चाहिँ। सबभन्दा ठगी चाहिँ हाम्रो मजा तारा कसै आज घाँस काटिन बस्ती हो सन्तोक गएर भनेर गीत गाउनु भएको छ हाम्रो गाउँमा। खै कसले सुन्नु त्यो सुनेको माथेको घाँस गरी स्वयंको घाँस खसी आज घाँस छैन सन्तोक गर्दै बस्यो भने भन्यो हेरो आए बोल्ने भाषा ल हट भन्छ नि। अब त नबोल्ने मलाई हेर मैले पनि गीत गाइदिएँ तिनीहरूले पनि आज घाँस दिएन ठगिरे भनेर बोल्नु पो बदामलाई खायो। हामीले चाहिँ अब छुट्टी गरिसक्यौँ। 6 बज्यो। झोली टुङ्गी बोकेर हिँड्नु लाग्यो साथीहरू। हामीले चाहिँ अब खनिसक्यौँ साथीहरू। अब चाहिँ हामी छुट्टी 6 बज्यो। आइयाहो काँधामा कोदाली लगाएर जाने हो घर। अब चाहिँ बिदा भयो साथीहरू। र आजको मेरो भ्लग कस्तो भयो के भयो भनेर हेरेर मलाई कमेन्टमा प्रतिक्रिया दिनुहोला भन्दै आजको भ्लग चाहिँ म यहीँ समाप्त गर्नेछु साथीहरू। बाई बाई। भोलि फेरि अर्को भ्लगमा म हजुरहरूलाई देखाउने नै छु, आउने नै छु भन्दै आज चाहिँ बाई बाई साथीहरू।